यता चाहिँ हेलो गाइज, अहिले चाहिँ हामी आइसकेका छौँ पाउपाथीभाडा मातामा। यहाँ चाहिँ बहिनी, यहाँ चाहिँ आमा, यहाँ चाहिँ मम्मी, यहाँ दिदी, यहाँ बाउ, यहाँ काका, यहाँ चाहिँ म। अहिले हामी आइसकेको छौँ पाथिभाडामा ट्याक्का यहाँनिर पूजा गर्नको लागि आइसकेका छौँ। यता चाहिँ मान्छेहरू बसेका रहेछन्। यसमा फेरि 0.5 हुँदैन रहेछ। हाम्रो पाउपाथीभाडा माता आउँदैछन् हाम्रा टोलीहरू। टोली कम चाहिँ हामी प्रवेश गर्दैछौँ। म चाहिँ यहाँनिर प्रवेश गर्न थालेँ। मेरो पछाडि आउँदैछौँ सबैजना। हामी चाहिँ प्रवेश गरिसकेका छौँ। सबैजना आउँदैछौँ। ल खोइ सबैजना उहाँ आउँदैछन्। यहाँ बहिनी र बाबा हिँड्दैछन्। श्री पाउपाथीभाडा उत्तर गङ्गा प्रवेशद्वार पर्यटन प्रबन्धन समिति। हामी चाहिँ ठ्याक्कै अब जुत्ता चप्पल खोल्ने ठाउँमा आइपुगेको छौँ। बहिनीले जुत्ता चप्पल खोल्दैछिन्, म पनि जुत्ता खोल्दैछु। मेरो जुत्ता नहेर्नु गाइज। हाम्रा गाइजहरू आउँदैछन्। हाम्रा सपरिवार जाँदैछन् भित्रलाई पूजा गर्नलाई। छिर्दैछौँ अब। यहाँनिर चाहिँ प्रवेशद्वार हो, यो चाहिँ मेन गेट भित्रको। यहाँबाट छिर्ने हो। यहाँनिर अब घन्टी बजाउने हो। छिरिसकेको छु होइन गाइज। यहाँ चाहिँ सबैजना अब पूजा गर्ने यस्तो छ भित्र। अझै त्यस्तो भिड छैन। हेलो गाइज, अहिले चाहिँ हामी पूजा गर्दैछौँ। सबैजना पूजा गरेर बस्दैछौँ। पूजा गर्दै जाँदैछौँ। आउनु छिटो छ भित्रको भ्यूहरू छ। अहिले चाहिँ हामी यहाँनिर शिवजीको पूजा गर्न आइपुगेको छौँ। पाथिभाडामा चाहिँ यस्तो बेस सबैजना पूजा गर्दै हुनुहुन्छ। यहाँ दुध चढाउने, पानी चढाउने, सब चढाउने। अहिले चाहिँ हामी यहाँ पाउमा पूजा गर्न पूजा गर्दै हुनुहुन्छ।
आइसकेको छौँ दिउँसो बाल्ने ठाउँमा कपडा बाल्ने ठाउँमा घन्टी चाहिँ बजाउनु पर्छ यहाँ के भन्छ नाम थाहा छैन मलाई सबैजना यहाँ गफ राख्दैछ घन्टी बजाउँदैछ अगाडि गएर रोक्नु कति घन्टा भन्नुपर्छ पूजा गर्दै हुनुहुन्छ होइन बाती बाल्ने यस्तो रहेछ हेलो गाइज अहिले चाहिँ हामी हनुमानजीको पूजा गर्नको लागि चाहिँ पुगेको छौँ अगाडिबाट हनुमानजीको पूजा गर्नको लागि आयौँ अलिक भिड रहेछ यहाँ चाहिँ के हो र आज चाहिँ हामीले पूजा सुजा गरेर सकिसकेको छौँ अब हामी निस्किँदैछौँ सबैजना निस्किने बाटो चाहिँ यता यो छिरेको बाटोबाट उताबाट निस्किनेर बाई 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 अहिले चाहिँ म आइसकेको छु घरतिर जाँदैछु एकजना उहाँ जाँदैछन् एक दुई तिनजना उहाँ आउँदैछन् जाँदैछु अहिले घरतिर बाटोमा भिडियो बनाउनु दिँदैन गाडीमा भिड थियो अनि जाँदैछु भन्दा पनि म जाँदैछु सामान बढ्यो त्यस्तो छ म एकैचोटि भिडियोलाई यहीँ अन्त्य गर्दछु गाइस।